नेपाली कला संस्कृतिको गीत हैन हेमासँग फल्के बोबाल हो कि यो भनेको चाहिँ तिमी रङ्गीन लय समाउकी ओठमा लाली सजाउकी यो समयले जुन ट्याम्लिङ जस्तो देखियो होला है अहिले त यतिको चाहिँ दम्किनु पर्यो है गाइज पानी चाहिँ पानी रे आगो चाहिँ भाडा पनि खाली खाली भइरहेको छ अब उता कराईमा चाहिँ अलिकति भोरी देखेको थिएँ के हो थप्ने हो कि के हो सो हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि म आइसकेको छु न्यू डे न्यू भ्लगको साथ हजुरहरूको अगाडि अनि सो आज चाहिँ के हो भन्दाखेरि स्पेसल चाहिँ तपाईँहरूले थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भयो होला होइन अब आज चाहिँ सफलको बर्थडे हो होइन अब सफलको बर्थडेमा चाहिँ फुल्ली रैला बबाल हान्नु चाहिँ बाटोतिर आएको अनि हेर्न सक्नुहुन्छ यतातिर चाहिँ हाम्रो घरतिर चाहिँ पुरै फुल्ली बाटोहरू खनिरहेको छ यहाँबाट मासतिर केटाहरू त्यहाँनिर गएर बसेको छन् अब अहिले चाहिँ हामी बजारतिर जान लाग्यो होइन अब हेर्नु होला गाइज अन्तिमसँग भिडियो 2 hours later सो गाइज होइन अहिले चाहिँ हामीले चाहिँ होइन टक्क लाएर बजारतिर गएर चाहिँ धन्दै लडिने अँधेरो भइसकेको छ गाइज होइन अनि बजारतिर गएर चाहिँ हामीले चाहिँ सामानहरू सब लिएर आइसक्यौँ कि होइन बुझासुझा यता फेरि ल है त छेउछाउ चिउराहरू अनि यहाँ मासु पनि फेरि अब मासुलाई त कहाँ बिर्सिनु भयो त नि पार्टी जस्तो चिज को जान्छ केक लिन अब घरतिर लाग्नु पर्ने हुन्छ धन्दै लडेन ल अब त्यही नै गाइज अब एकछिनमा बबालै रमाइलो हुन्छ त अनि आज त खत्रै हो त तपाईँले सोच्नु पनि भएन कि त्यस्तो खालको रमाइलो हुन्छ कि आज त अनि फाइनली मभन्दा पनि हामी चाहिँ घरतिर आइसकेको छौँ होइन अब यहाँनिर सप मादल सादल त्यहाँ गिटार सितार सप छ होइन गिटार फेरि हेर्न सक्नुहुन्छ गाइज होइन यो चाहिँ अलिकति ब्रान्डेड टाइपको छ होइन सामानहरू सब ल्याइयो तर हामीसँग चाहिँ यति पैसा चाहिँ बाँकी रहेको छ गाइज होइन अब यति पैसाको चाहिँ अहिले अझै एक्स्ट्रा सामानहरू पनि लिन जानुपर्ने हुन्छ हामी चाहिँ होइन म चाहिँ यसो घरतिर जानु लाग्यो होइन अब घरमा गएर गिटार सितार लिएर आउनु पर्ने हुन्छ मैले चाहिँ अब रमाइलो गर्नु पऱ्यो नि त अब गिटार सितार लगाएर सो गाइज होइन मैले चाहिँ फाइनली गिटार चाहिँ ल्याइसकेको छु होइन अब गिटार चाहिँ यही नै हो गाइज अब वहाँ गएर चाहिँ बजाउनु पर्ने हुन्छ हामीले अहिले चाहिँ होइन हामीले चाहिँ यहाँनिर टक्क लाएर चुलो सुलोको रेडी गराइसक्यौँ होइन अब यता चाहिँ लाइट साइट व्यवस्थापन हुन लागेको छ अब लाइट साइट एकछिनमा पुरै सब बनेपछि होइन खानासानाहरू यताउति पकाउनु पर्ने हुन्छ त्यसपछि रमाइलो गर्नु पर्ने हुन्छ अहिले चाहिँ हाम्रो स्पिकर चाहिँ यहाँ आइसकेको छ अलिकति एक्सट्रिम लेभलको छ कि स्पिकर फेरि हेर्न सक्नुहुन्छ गाइज होइन अब ठ्याक्कै यो चाहिँ एक आफ्नो जाला जस्तो स्पिकर त यहाँनिर चाहिँ बस्ने व्यवस्था पनि मिलिसक्यो यहाँनिर अब बस्न रेडी मात्रै हो गएर पनि बसिसक्यो अब ल बसिहालौँ ल गएर बसिहालौँ थचक्कै हो कि यहाँनिर सो गाइज होइन अहिले चाहिँ हामीले चाहिँ यहाँनिर टक्क लाएर गिटार सितार बजाउनु लागेको छौँ अब त्योभन्दा पहिला चस्मा चाहिँ लगाउनु पर्ने हुन्छ बोबाल हो कि यो भनेको चाहिँ बबा यो समयले मायालु गीतै बिर्सेँ यार गाइज मैले यार अहिले पछि भेटौँ ल जुन ट्याम्लिङ जस्तो देखियो होला है अहिले त आउँदैन यार मलाई रिसर्च चाहिँ हान्नुपर्छ क्या हान्न त बिहे गर्न गाह्रो बयानै गरौँ कहाँबाट लय समाउकी ओठमा लाली सजाउकी गाडी हेर नजाऊ तिमी हेर विश्वास गर मलाई एक फेर सहजै काटौला यो जिन्दगी जाँदैन तिम्रो माया हेर हामी गीत बजाउन जाँदैछौँ होइन हाम्रो कला र संस्कृति गीत होइन पैसा हेमासँग फल्के
भरेली बुझुकै हुन्छु म जाँदैन एकताल बात मर्स्याङ्गी सलामान घटैमा बजे राखेमा सधैँमा बदल रसिले सो गाइज होइन अहिले चाहिँ हाम्रो यहाँनिर टक्क लाएर कराई सराई सब रेडी भइसकेको छ अनि यता चाहिँ मरमसलाहरू यताउति ट्याक्क होइन अब मैले चाहिँ यहाँनिर गिटार लिएर अब बजाउन जाँदैछु सुन्नु होला अहिले चाहिँ मैले चाहिँ यहाँनिर हाम्रो कुमास जागाको गीत गिदाउन जाँदैछु सुन्नु होला तिमी रङ्गीन चाही बिहानीको किरण रङ्गसरी आउनु तिमी रङ्गीन चाही बिहानीको किरण रहसरी ए छाइदेऊ तिमी जम्मै बिहानी सबे चल बाहिर सँगसँगै छ कता पुगेर सँगसँगै पाइलो चाल सो गाइस अहिले चाहिँ हाम्रो यहाँनिर टक्क लाएर मासु सासु पकाउने कार्यक्रम भइरहेको छ होइन खतरा अब चाहिँ मासु चाहिँ ल्याम्म फ्राई गर्न पर्ने हुन्छ हामीले चाहिँ सुरुमा अरू मसलाहरू रेडी छ अनि यतातिर ए यो के हो यो हटायो हुन्थ्यो कि अब के हो हाम्रो मासु चाहिँ रेडी हुन लागेको छ तर अहिले चाहिँ रेडी भएको छैन ल आहा यति भइसक्यो गाई चाहिँ यार खतरा भइहाल्यो नि यहाँनिर थालसाल सब रेडी भइसकेको छ होइन हाम्रो चाहिँ यता चाहिँ मासु चाहिँ रेडी भइसकेको छ अब चाहिँ यो मात्रै हो हाल्नु पर्ने भनेको हामीले होइन तुम एक हालिदिएको ट्याक्थ्यो सबैले खाएर चाहिँ भ्याइयो होइन छन त छ यहाँनिर छ अझै आधी रहेको छ अब एकछिनमा हामी चाहिँ फेरि एकछिनमा नाचेर होइन खान पर्ने हुन्छ कसो गरौँ सो गाइस अहिले चाहिँ हामी यहाँनिर चाहिँ बारीमा आएर चाहिँ ट्याक्क आगो बालेर चाहिँ बस्ने निर्णय गऱ्यौँ उनीहरूनिर घर छ अघि हामी त्यहीँनिर बसेको थियौँ अहिले चाहिँ यतातिर आएर यसो रमाइलो गर्न लागेको छौँ यहाँनिर चाहिँ आगो बाल्न पर्ने हुन्छ हामीले अब फेरि पनि हामीले आगो बालिसकेको छौँ हेर्न सक्नुहुनेछ गाइज होइन टेक्सी कस्तो हुन्छ गाइज होइन यतिको चाहिँ दम्किनु पऱ्यो है गाइज पानी चाहिँ पानी रे आगो चाहिँ भाडा पनि खाली खाली भइरहेको छ अब उता कराईमा चाहिँ अलिकति भोरी देखेको थिएँ के हो थप्ने हो कि के हो नेपालको सब हिरोहरूलाई चलिरहेको छ तिनजनामा उखु पड्काउन अलिक मिल्दैन त्यही हो अघि नै हामी नाचेको चाहिँ हेरिसक्नु भयो होला होइन हल्का छोटो क्लिप त्यही नै हो गाइस होइन बबल रमाइलो भइरहेको छ रमाइलो भयो आजको अब सहलको बर्थडे चाहिँ होइन अब आज त अब 12 बजे 1 बजिसक्यो होला अब सहलको बर्थडे पनि गइसक्यो भनिदिउँ होइन अब त्यही नै गाइस आजको भिडियो पनि यस्तै भयो अब के कस्तो लाग्यो सानो मिठो प्रतिक्रिया दिनुहोस् होला र यति भन्दै आजको लागि बिदा लिन चाहन्छु हस्त बाई बाई सबैजनालाई